आज जब राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण सांसदहरूलाई नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा पार्टी सभापति रवि लामिछानेको स्पिच सुने बडो मिनिङफुल लाग्यो र उहाँले एउटा सन्दर्भमा भन्नुभएको छ अरू पार्टीबाट आएकाहरूको बारेमा उहाँले एउटा मिठो कुराहरू राख्नु भएको छ। मलाई पनि एउटा कुरा भन्न मन लाग्यो। जब नेपाली काङ्ग्रेस 2048 सालमा बलियो थियो अथवा सत्तामा आइपुग्यो, त्यसपछि धेरै पार्टीबाट अथवा विभिन्न उहाँ हुनेहरूले चाहिँ नेपाली काङ्ग्रेसको विरोधीहरू पनि काङ्ग्रेसमा प्रवेश गरे मातृ संस्था भन्दै। फेरि 51 सालमा एमाले सबभन्दा ठुलो पार्टी हो, यसरी नै फेरि विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरे। सायद रासपामा पनि अब त्यो हुनसक्छ अथवा भइरह्यो होला। कति आस्थाले विश्वास र भरोसाले आए होलान्, कति स्वार्थले आए। एउटा सन्दर्भ भन्न मन लाग्यो। जब 2051 सालमा एमालेको सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ पूर्व क्षेत्रको भ्रमण आउनुभयो। म त्यतिखेर नेपाल प्रहरीमै थिएँ र पूर्व क्षेत्रको सशस्त्र प्रहरी गौनको 1 नम्बर कम्पनीको कमान्डर थिएँ र उहाँको सुरक्षाको जिम्मा मेरै कमान्डमा परेको हुँदा उहाँसँगै म राजविराज, धरान र विराटनगर लगायतका क्षेत्रहरूमा जानुपर्थ्यो। जब यता सुनसरी जिल्लामा गयौँ, त्यहाँ पनि उहाँको विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम थियो। एकजना भोक्रा जस्तो लाग्छ सुनसरीका, त्यहाँ प्रवेश कार्यक्रम हुँदै गर्दा मनमोहन अधिकारी प्रधानमन्त्रीको पछाडि म उभिरहेको थिएँ र पार्टी प्रवेश गरेको नेपाली काङ्ग्रेसबाट प्रवेश गर्नुभएको रहेछ भोक्राबाट। उहाँले बोल्दै जानुभयो, काङ्ग्रेसलाई गाली गर्नुभयो, एमालेको प्रशंसा गर्नुभयो, प्रधानमन्त्रीको प्रशंसा गर्नुभयो। लास्टमा उहाँले भाषण टुङ्ग्याउने बेलामा धन्यवाद, जय नेपाल भन्नुभयो। सबैजना गलल्ल हाँसे, किन त्यो काङ्ग्रेसको जय नेपाल हो भन्ने सबैले बुझे। र उहाँले आफूलाई सच्याउँदै भन्नुभयो, त्यो वर्षौँ नेपाली काङ्ग्रेसमा लागे, अहिले पनि मेरो बानी त्यही छ भन्नुभयो र उहाँले टुङ्ग्याउनु भयो। केही महिना पछाडि मनमोहनको सरकार ढल्यो। पछि थाहा पाएँ ती नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेका ती नेता फेरि काङ्ग्रेसमै फर्केर आएछन्। यस्तो नहोस् कि स्वार्थको राजनीति धेरै चल्छ हाम्रोमा। स्वार्थको भन्दा सिद्धान्तको राजनीति चलोस्। तपाईँहरूले जुन नसोचेको बहुमत पाउनु भएको छ, जनताले एउटा आशा, भरोसा, विश्वास गरेर नै यो तपाईँहरूले पाउनु भएको छ। त्यो कुरा तपाईँहरूले प्रमाणित गर्नुपर्छ भन्ने लाग्छ। र जुन तपाईँको आजको सन्तुलित विचार आयो रवि लामिछानेज्यू, तपाईँसँग मेरो फोन वार्ता हुँदाखेरि 2 वर्ष अगाडि पनि मैले भनेको थिएँ, तपाईँसँग सेल्फी खिच्ने र तपाईँसँग भिडमा आउने रमाउनेहरू थुप्रै हुन सक्छन्, तपाईँले चिन्न सक्नुपर्छ। उहाँले हाँस्दै भन्नुभएको थियो, भिड पनि चाहिन्छ नि सर, तर त्यो भिड सँगसँगै तपाईँहरूले ती विचारलाई, ती व्यक्तित्वहरूलाई तपाईँहरूले नेतृत्व गर्न सक्नुहोस् र देशले एउटा निकास पाओस्। प्रतिपक्षमा रहेकाहरूलाई पनि समेटेर लान सक्नुहोस् र जुन चेन्जी आन्दोलनको जुन भावना छ, त्यो भावना अनुसार नै तपाईँहरूको सरकार बनोस् र अगाडि बढोस्। यही शुभकामना दिन चाहे।